भूमिकाजीलाई अलिकति बिरामी हुनुहुन्छ, सन्चो छैन अलिकति गाह्रो भएको छ बहिनीलाई। हाम्रो भूमिकाजी हुनुहुन्छ। ल ओके, यहाँ पनि अरू पनि हुनुहुन्छ स्तरीय पनि, हामी उहाँहरूसँग पालै पालो भिड्नेछौँ दोहोरीमा। ल मलाई घर जानै मन लाग्दैन, भल्ल भल्ल निर्माया माधुरी जाँदैन, अरू केही थाहा छैन, अरू केही थाहा छैन, मलाई घर जानै मन लाग्दैन, माधुरी जाँदैन। यतातिर हेरेका छन् केटीले, भल्ल भल्ल निर्माया माधुरी जाँदैन, जेठीले मभन्दा जेठीले, यतातिर हेरेका छन् केटीले, भल्ल भल्ल निर्माया माधुरी जाँदैन, निर्माया माधुरी जाँदैन। पछिल्तिर राम्रो नाच्छ युवाहरूलाई एकदम माथि हात उठाउनुहोस् त पछाडिको हाम्रो नाच्ने साथीहरू, एकदम धन्यवाद है। साउन्ड कस्तो सुनिरहेछ अलि यहाँ स्टेजमा ऊ आए पनि जस्तो छ त्यसैमा रमाइदिनु होला, एकदम धन्यवाद। पक्कै पनि
संसार यस्तै छ संसार हेर्न पर्छ आफूकै अनुसार बल्ल पर्यो निर्माया माधुरी जालाइमा संसार संसार हेर्न पर्छ आफूकै अनुसार बल्ल पर्यो निर्माया माधुरी जालाइमा निर्माया माधुरी जालाइमा सुरुमा त साउन्ड मिल्दै गएको थियो अब अझ राम्रो हुँदैछ मैले दोहोरी गाउने बेलासम्म त ट्याक्कै मिल्छ परमेश्वरी जोरदार ताली दिउँ अब भने हाम्रो भाइले ल्याइराख्नु भएको छ दोहोरी चल्दैछ नगद रकम पनि यहाँ सहयोग गरिरहनु भएको छ कसैले क्लबलाई कसैले गरिब दुखीलाई कसैले यहाँसम्म दुःख पाएर आउने इन्द्रणीलाई श्यामबहादुर थापा सैनिक टोलाबाट बुबा आमाको नाममा नगद 10,055 रुपियाँ इन्द्रणीलाई र क्लबलाई नगद 5,055 रुपियाँ प्रदान गर्नुभएको छ। यस्तै चिटीपानी सत्यवती धनकुमारी हमालले नगद 2,050 रुपियाँ इन्द्रणीको सधैँ यस्तै निरन्तरताको कामना गर्दै सेवा सन्देश र मनोरञ्जनको स्थायित्वका निम्ति सहयोग गर्नुभएको छ भने हामीलाई टुकबहादुर छेत्री चन्द्रकोट 5 आरु खर्कबाट हाल बुटवल 8 मा बस्नुहुन्छ नगद 5,500 रुपियाँ प्रदान गर्नुभएको छ। गंगाराम गौतम ढाबर सल्यानबाट नगद 8,000 रुपियाँ सहयोग गर्नुभएको छ। अमृतापन्थी फोक्सिङ बाबा पूर्णभद्र तिवारी आमा अम्बादेवी तिवारीबाट नगद 1,100 रुपियाँ प्रदान गर्नुभएको छ भने बाबा जनमबहादुर राणा आमा लालश्री राणाको सम्झनामा पूर्णबहादुर राणा र तुलसी राणाले फोक्सिङ 2 लुङदीबाट आएर नगद 2,000 रुपियाँ गरिब दुखीलाई दिनु 1,000 रुपियाँ इन्द्रडीले राख्नु भनेर इन्द्रडीलाई सहयोग गर्नुभएको छ। यस्ता सहयोग दानवीरहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार। दिन बाँकी यहाँ कृष्ण दाईलाई दिने भनेर गंगाराम गौतम बुवाले अब भने यही गुल्मीकी छोरी रबिना बसेलले एउटा गीत गाउनुहुन्छ। त्यसपछि हाम्रो यहाँको मीरा पोखरेल बहिनी र कला थापा बहिनीसँग मेरो दोहोरी भए छत्र साई र युवराज चौलागाईले ट्र्याकमा यसरी रमाइलो पार्नुहुनेछ कि उहाँका सबभन्दा चलेका गीत सुरुमा हामीले ट्र्याक किन गाएनौँ भने उज्यालो छँदै यो टिभीमा दिनुहुन्छ भनेर हामीले लाइभ गायौँ। अब बिस्तारै ट्र्याकमा जान्छौँ। सबभन्दा सम्मान गर्दा समय जान्छ कि ल गरिदिउँ, झ्यापी गरौँ त। पहिला रबिनाले गाउँछ हामी। ल ट्र्याक भएन भने ठिक छ। ल भाइ छत्र ट्र्याक तयारी गरिहाल्नुहोस् है। कृष्ण दाई रातभरि थाक्नुहुन्न, तपाईँ जति बेलासम्म बस्नुहुन्छ कृष्ण दाई त्यति बेलासम्म दोहोरी गाई गर्नुहुन्छ। अर्जुन दाई तपाईँले के दिने भन्दै हुनुहुन्थ्यो उपहार लु दाई, मैले चाहिँ लु यही दिनुहोस् भनेर भन्न नमिल्ने भएर कुरिराखेको दाई। यहाँ एक्सटेप कम्पनीको तर्फबाट एउटा गिफ्ट ह्याम्पर प्राप्त भएको छ। एक्सटेप कम्पनी असाध्यै राम्रो कम्पनी हो, आफै भन्नुपर्ने यस्तो गाह्रो छ। एक्सटेप कम्पनीको जुत्ता चाहिँ एकदमै राम्रो छ, यो चाहिँ उद्घोषकलाई लगाइदिनु भनेर पठाइदिनु भएको। थ्याङ्क यू अर्जुन दाई र एक्सटेप कम्पनीको प्रतिनिधि जो हुनुहुन्छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। सुहाएन अन्त सुहायो, हेर्ने नजर राम्रो हुनुपर्छ क्या। ल थ्याङ्क यू। एक्सटेप कम्पनीको जुत्ता, एक्सटेप कम्पनीको ज्याकेट, एक्सटेप कम्पनीका थुप्रै ब्रान्डहरू छन् लगाउने, असाध्यै राम्रो टिकाउ पनि हुन्छन्, हेर्दा स्टाइलिस पनि छन्। तपाईँहरूलाई अलिक सुहाउँथ्यो होला, मलाई नसुहाएको हुनसक्छ, अहिले ज्याकेट लगाएपछि सुहाउला। थ्याङ्क यू एक्सटेप, यहाँलाई धेरै धेरै धन्यवाद र यहाँको व्यावसायिक सफलताको पनि शुभकामना र हामीलाई सहयोग गर्नुभएकोमा पनि यहाँलाई धेरै धेरै धन्यवाद छ। म सम्मानको कार्यक्रममा जोड्छु, छिटो छिटो गरौँ नत्र फेरि कृष्ण दाईको गाली खाने कुरा ढुक्क छ। कृष्ण दाई फेरि कृष्ण दाईको गाली मलाई खासमा पुर्याउने जस्तो लाग्छ। अलिअलि खाइयो र जिन्दगीमा खाएको खाइयो। इलाम पनि हामी सँगसँगै घुम्यौँ, नेपालका पूर्वी जिल्लाहरू थुप्रै हामी सँगसँगै घुमेका छौँ। सम्मान प्रदान गर्ने कार्यक्रममा सहभागिताका लागि कार्यक्रमका विशिष्ट अतिथि चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीज्यू, त्यस्तै क्लबका अध्यक्ष आदरणीय अर्जुन थापाज्यू दाईलाई म हार्दिक र विनम्र आग्रह गर्दछु। सम्मान पत्रको एउटा बेहोरा पढेर सुनाउँछु अनि छिटो छिटो गर्छु। सहयोगदाताहरूले छिटो छिटो गऱ्यो भनेर नबुझिदिनु होला।
समय यस्तै छ भनेर बुझिदिनु हुनका लागि म आग्रह गर्दछु। चन्द्रकोट क्षेत्रको शान चक्रेश्वर मेला हाम्रो पहिचान श्री उदय शान्ति युवा क्लब चन्द्रकोट गाउँपालिका 4 शान्तिपुर गुल्मी स्थापना 2069 सम्मान पत्र। यसमा लेखिएको छ चक्रेश्वर मेला 2082 को अवसरमा यस श्री उदय शान्ति युवा क्लबद्वारा आयोजित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्नका निम्ति श्री सीजी ब्रुअरी नेपाल लिमिटेड मुख्य प्रायोजकको रूपमा रही यस क्लबलाई पुर्याउनु भएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस संस्थाप्रतिको माया यसरी नै रहिरहोस् र पल्लवित हुँदै जाओस् भन्दै कदर स्वरूप यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनहरूमा यहाँको रचनात्मक सुझाव तथा सहयोगको अपेक्षा सहित सुखमय जीवनको शुभेच्छा व्यक्त गर्दछौँ। सुभाष केसी कार्यक्रम संयोजक, दुर्बहादुर खत्री प्रमुख अतिथि र उदय शान्ति युवा क्लबका अध्यक्ष अर्जुन थापाले हस्ताक्षर गर्नुभएको यो सम्मान पत्र ग्रहणका लागि म सीजी ब्रुअरी नेपाल लिमिटेड जसले नेपाल आइस बियर बेचिरहनु भएको छ आदरणीय विजय श्रेष्ठ दाई मञ्चमा आइदिनु हुनका लागि आग्रह गर्दछु। विजय दाई कृपया मञ्चमा आइदिनु हुनका लागि हार्दिक र विनम्र आग्रह गर्दै नेपाल आइस बियर सीजी ब्रुअरी नेपाललाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार व्यक्त गर्दछौँ। म कृपया कम्पनी प्रतिनिधि आदरणीय विजय दाईलाई मञ्चमा आइदिनु हुनका लागि र यो सम्मान पत्र ग्रहण गर्नुहुनका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। यस्तै सम्मान पत्र ग्रहण गर्नुहुनका लागि हामीलाई सहयोग गर्नुहुने ट्रफी र मेडल सौजन्य गरी यस संस्थालाई असाध्य अतुलनीय सहयोग गर्नुहुने प्रत्येक वर्ष सहयोग गरिरहनुहुन्छ मणिमुकुन्द कलेजलाई म मञ्चमा आइदिनु हुनका लागि आग्रह गर्दछु। मणिमुकुन्द कलेजका प्रमुख यही हुनुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार। अघिल्लो वर्ष पनि मणिमुकुन्द भन्यो, तपाईँलाई सम्झियो, तपाईँलाई भेट्न पाइएन, यो वर्ष यो सुनौलो मौका जुर्यो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। अर्को वर्ष पनि मणिमुकुन्दको नाम लिइरहन पाइयोस्, जसरी मणिमुकुन्द शिक्षाको एउटा केन्द्र बनिरहेको छ, सदा सर्वदा यसले शिक्षामा योगदान पुर्याइरहोस् भन्ने कामना पनि गर्दछौँ। हामीलाई नगद 50,000 रुपियाँ सहयोग गर्नुहुने यस क्षेत्रका असाध्यै वरिष्ठ समाजसेवी आदरणीय मिमलाल श्रेष्ठ दाई बुवा, म यहाँलाई मञ्चमा आइदिनु हुनका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। मिमलाल श्रेष्ठ बुवाको यो प्रमाणपत्र लिनुहुनका लागि म अनुप श्रेष्ठ दाईलाई मञ्चमा आइदिनु आग्रह गर्दछु। अनुप श्रेष्ठ यो सम्मान पत्रका लागि मञ्चमा आउनुहुन म यहाँलाई सविनय अनुरोध गर्दछु। अनुप श्रेष्ठ, मिमलाल श्रेष्ठज्यू, यहाँलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार, धेरै धेरै कृतज्ञता व्यक्त गर्दछौँ। यो सहयोगका लागि प्रत्येक वर्ष सहयोग गरिरहनु भएको छ, यो सहयोगका लागि धन्यवाद छ। यस्तै हामीले नगद 60,000 रुपियाँ सहयोग गर्नुहुने हिमबहादुर छेत्रीज्यू हाल काठमाडौँ बस्नुहुन्छ,